हेलो एभ्रिवान वेलकम ब्याक टु मात्रै रहेछ 2 घण्टा लाग्छ अरे यहाँबाट हामी चाहिँ रोहिनी जाने प्लान भएको थियो तर हामी चाहिँ यहाँ पर्खिरहेको छु अब कति बेला आउँछ कुनै कस्तो गरम भइसक्यो घामले पोलेर छायामा कहाँ जानु साथीहरू अब हामीले गाडी पाउँछ कि पाउँदैन होला आज हाम्रो प्लान सक्सेस हुन्छ कि हुँदैन होला आज हाम्रो प्लान सक्सेस हुन्छ कि हुँदैन होला पिकनिक मनाउन पाउँछ कि पाउँदैन होला हेर्दै जानुहोस् होला है बहुत वर्ष बाद हामी भेटेको मन्दिर रहेछ कुदकेको मन्दिर हो जगदीश मन्दिर ओइ हामी कता हिँडेको भन्दै भन्न इगल कि बाज के अरे इगल पोइन्ट ए हामी चाहिँ इगल भ्यू पोइन्ट जानु लागि चाहिँ उकालो चढेको छु अहिले हामी चाहिँ भ्यू पोइन्ट अहिले हामी हिँड्दैछौँ हिँड्दै जाँदैछु कस्तो लाग्यो निदेश सास फुल्यो फर्स्ट टाइम एक्सपिरियन्स गरेको हामी यसरी हिँडेर अब यताबाट ओह्रालो जाने कि उकालो जानुपर्ने हेर्नुहोस् कत्रो ठुलो छ यो चाहिँ खरसाङ रेडियो स्टेसन हो रेडियो प्रसारण पनि हुँदैछ पानीको पाइपहरू हेर्नुहोस् के बिना रहेछ 2026 को मेमोरी हेलो एभ्रिवान हामी अहिले आएको छु खरसाङमा चाहिँ अहिले हामी घुम्दैछु त मेरो साथीहरू को छ सेस मन्जु ब्रदर एन्ड मी ओ रिल्सको क्विन यहाँ हाम्रो बिचमा बिजी छ रिल्स बनाउनुमा हाई रहेछ एकदम माथि बल्ल इगल क्र्याकमा आइपुगे सक्सेस भए बल्ल यहाँसम्म आउनुको लागि चाहिँ कति चाहिँ हाम्रो सास फुल्यो होला है हामी आइपुगे गाइस हेर्नुहोस् कस्तो मजाको रहेछ यहाँ हेर्नुहोस् न दामी रहेछ हामी त डाइनोसरको दुनियाँमा आइपुग्यो त है डाइनोसरको दुनियाँमा आइपुगे जुरासिक पार्कको दुनियाँमा आइपुगे भन् कस्तो मजा लाग्यो है ए पर हेर्नुहोस् नजारा यहाँको के है हो र यहाँ त कस्तो मजाको हावा यो त एसी खोलेको छ क्या कस्तो मिठो हावा यहाँबाट त बस्छु जस्तो लाग्यो To Jurassic Park. चाहिँ घुम्ने भनेर चाहिँ खाजा खाइहाल्ने किनभने हामीलाई पुरा भोक लागिसक्यो आलुदम यहाँ चाहिँ छ म्यागी अन्त यहाँ साथीले ल्याएको छ पुरी यहाँ चाहिँ आलुको सब्जी
अन्त अब हामी चाहिँ वाइवाईसँग चाहिँ आलुदम खाने। हामी यहाँ घुमिसके, यस्तो मजाको भइरहेछ हेर्नुहोस् वेदर। साँच्चै भनौँ भने यसमा यहाँ गाइस अहिले चाहिँ हामी पुरा घुमिसके, घुमेर चाहिँ यता अब हामी निक्लेको अहिले